हेलो हेलो साथीहरू गुड मर्निङ। म तपाईँकै साथी एमके यहाँलाई नाङ्सी ब्लग्समा हार्दिक स्वागत गर्न चाहन्छु। काठमाडौँको 3 महिनाको बसेपछि पूर्व फर्किँदैछु। आज भने साइकलमै पूर्वसम्म पुग्ने मैले निर्णय गरेको छु, उद्देश्य लिएको छु। हेरौँ कति दिन लाग्ने हो। 2-4 दिन त लाग्छ नै होला। बिस्तारै विभिन्न ठाउँहरू हेर्दै हैन रमाइलो गर्दै जानेछु र यहाँहरूलाई पनि ती दृश्यहरू देखाउनेछु। मेरो यो ब्लग्सलाई भिडियोलाई हेरिदिनु भएर साथ दिनुहुन्छ भन्ने आशा लिएको छु। र साथीहरू अब म यहाँनिर खाजा खाएर प्रस्थान गर्नेछु। ल मौसम धुलीखेलको मौसम यसो चाहिँ अब यहाँबाट सिन्धुलीतिर म प्रस्थान हुँदैछु। काठमाडौँदेखि पूर्वको यात्रा बिस्तारै बिस्तारै आराम गर्दै खाजा खाँदै पानी खाँदै हैन लाग्नुपर्छ। कहाँ चाहिँ साइक्लिङ जीवन मलाई यो साइक्लिङ जीवनले चाहिँ हाम्रो जीवनसँग पनि अलिकति मेल खाने गर्दछ क्या। जीवनसँग कसरी भने ओह्रालो हैन डाउन हिल चलाउन सजिलो हुन्छ भने उकालो चढ्न चाहिँ अलि बल लाग्ने हुन्छ, थकित भइन्छ, थाकिन्छ हैन। त्यो जस्तै हाम्रो जीवनमा पनि सफलता पाउनको लागि उकालो चढ्न गाह्रो हुन्छ भने ओह्रालो झर्न चाहिँ गाह्रो हुँदैन हैन। मान्छे असफलतातिर जानु पर्यो भने त्यसैले ठ्याक्कै मेल खान्छ क्या साइक्लिङ। त्यसैले मैले यो साइक्लिङ जीवन रुचिरहेको छु। मेरो खास साइक्लिङ गर्नुको मुख्य थिम भनेको चाहिँ हेल्थ साथै अर्को चाहिँ मेन्टल हेल्थको लागि हो। पेडलिङ गर्नु मेन्टल हेल्थसँग जोडिएको छ। आज भने मैले लामै लगभग 300 देखि 350 किलोमिटरको दूरी पार गर्नुपर्नेछ। गाह्रो चाहिँ गाह्रो हुनेवाला छ, तर पनि मैले साइकलमै जाने निर्णय गरेको छु। हेरौँ सक्छु भनेर निस्केको हो। साथीहरूले त भन्दै हुन्थ्यो साइकलमा त कहाँ पुग्न गाह्रो हुन्छ नि भन्दै हुन्थ्यो, तर पनि मैले अब मेरो जिद्दी स्वभाव, मैले जे गर्छु भने चाहिँ गर्ने खालको स्वभाव छ। त्यो स्वभावले कतिपय ठाउँमा दुःख पनि पाइन्छ अनि साथीहरूको सल्लाह ठिकै रहेछ भन्ने पनि लाग्छ। तर कहिलेकाहीँ सफलता पाउनको लागि चाहिँ जिद्दी पनि चाहिँदो रहेछ। अनि धेरै पाठहरू पनि मैले सिक्दै आइरहेको छु यो साइक्लिङद्वारा। अनि विभिन्न ठाउँहरू, अनि यो बाटो एकदमै साँघुरो छ तर पनि एकदमै सुन्दर ठाउँहरू हेर्दै
जाउँ भन्ने हेतुले आज साइक्लिङ गर्दै पूर्व निस्केको छु। यहाँहरूले मेरो भिडियोलाई माया गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला। मैले मेरो युट्युब च्यानलको नाम नाङ्सी ब्लग्स राखेको छु। नाङ्सी ब्लग्स भनेको मेरो राई भाषामा चाहिँ नाङ्सी भनेको असिना हो। त्यो अर्थमा मैले राखेको हो। हाम्रो जिन्दगी पनि असिना जस्तै छ। केही समयपछि विलीन भएर जाने हाम्रो जिन्दगी असिना जस्तै, हैन? त्यसैले जे गर्नुपर्छ राम्रो गर्नुपर्छ, सकारात्मक विचारका साथ, अरूलाई पनि असर नगर्ने गरी, अरूलाई सहयोग गर्दै सकेको अगाडि बढ्ने मेरो विचार त्यो खालको धारणा रहेको छ। हामी यो संसारलाई पुरेर जानु छ एक दिन। त्यसैले सक्दो आफूले यो समाजमा केही योगदान गर्नुपर्छ भन्ने मेरो विचार रहेको छ। अब हेरौँ यात्रामा कस्तो कस्तो अवस्था हुन्छ। भकुण्डे बेसी एकदमै सुन्दर ठाउँ। अब यहाँबाट म किनारै किनार लाग्नेछु। अनि केही समय रोसी खोलाको यो किनारमा आराम गर्न मन लाग्यो। यहाँको दृश्य देखेर म एकदमै रोमाञ्चित भएँ। लगभग म यो एरियामा आधी घन्टा 45 मिनट समय बिताएँ। एकदमै रमाइलो शीतल हावा चलिरहेको थियो।
हेलो साथीहरू, ल रोसी खोलामा आराम गरेर होइन टक्कले अब इनर्जी ड्रिङ्क खाएर यहाँनिर बस्यो होला म आधी घन्टा 45 मिनट। एकदमै गजबको ठाउँ यहाँ मौसम है। र आजको मौसम एकदमै साइक्लिङको लागि पनि एकदमै मौसमले साथ दिइरहेछ। म 6 बजी निस्केको काठमाडौँबाट होइन। र यो रोसी खोला ठ्याक्कै यो खोलाको बाटोमा छु। यो जुन बिग्रेको बाटो चाहिँ मैले लगभग पार गरिसकेँ। यो त अब राम्रै छ होला। आज चाहिँ विमानसम्म पुग्नुपर्नेछ। विमानमा बास बसेर भोलिपल्ट चाहिँ उदयपुर हुँदै टक्कले इटरी पुग्नुपर्नेछ। आज एकदमै सोलो राइड है काठमाडौँबाट इटरीसम्म पूर्व भनौँ न है। ल साथीहरू, यो भिडियो चाहिँ भ्लगमा पनि आउनेवाला छ। रोसी खोला यसरी बगिरहेको छ, गजब छ है। अनि म त एकदमै यो ठाउँले मनमोहक बनायो क्या। अनि बस्यो अब चाहिँ इन्स्टल पनि भयो। र अब ननस्टप आएको थिएँ भन्दा पनि काप्रेमा चाहिँ खाजा खाएँ। अब चाहिँ चलिनुपर्छ। पहिलो दिनको मेरो यात्रा सिन्धुलीगढीसम्म रह्यो। सिन्धुलीगढीमा बास बसेर भोलि बिहानै 7 बजे त्यसो भोलिपल्ट यात्रा सुरु गरेँ। त्यसपछि यो सिन्धुलीको एकदमै फेमस ठाउँ, यहाँ यो एरिया चाहिँ सेल्फी डाँडा पनि भन्छ क्यार। यो एरियामा चाहिँ प्राय मानिसहरू यात्रा गर्ने क्रममा यहाँनिर रोकिएर सेल्फी खिच्ने पनि गर्नुहुन्छ। वाउ वाउ भन्ने त्यो दृश्य थियो। एकदमै राम्रो, मौसम पनि खुलेकोले एकदमै रोमाञ्चक दृश्यहरू कैद नगरिरहन सकिन्न। यहाँबाट निकै लामो दूरी रहेछ डाउनहिल। मैले भिडियो रेकर्ड गरेको अनुसार लगभग 25-30 मिनट नै मलाई लाग्यो। त्यहाँबाट विमान आइपुगे। विमान पछि तराईको यात्रा सुरु भयो। मलाई कटारी आइपुग्न लगभग निकै टाइम लाग्यो। भनेको मतलब 7 बजे सिन्धुलीगढीबाट निस्केको, कटारी आइपुग्न 4-5 बजीतिर म आइपुगेँ। त्यसपछि कटारीबाट गाईघाट भने 52 किलोमिटर बाँकी रहेछ। अनि मिर्चैया 24 किलोमिटर रहेछ। त्यही भएर मलाई मिर्चैया जान ठिक लाग्यो, किनभने म इटरी पुग्नुपर्ने थियो। र मिर्चैयामा पुगेर बास बस्ने मैले निर्णय गरेँ। दोस्रो दिन जुन समाचार थियो तराईतिर हावाहुरी आउने अनि पानी पर्ने समाचार थियो, त्यही अनुसार कटारी पुगेर जुन एउटा गाउँ आइपुगे। त्यसपछि मिर्चैयाको जुन बाटोमा
त्यो गाउँमा आइपुग्दा हावाहुरी पानी पर्न थाल्यो। एकछिन ओत लागेर पानी परिरहेकै थियो सिमसिम। यात्रा मैले जारी राखेँ। अनि मिर्चया पुग्नलाई एउटा ठुलै चुरे पहाड काट्नुपर्ने रहेछ र काटेर बाटो बनाइएको रहेछ। त्यो बाटो पनि क्रस गरेर म 7:30 बजेसम्ममा भिज्दै रुच्दै भए पनि मिर्चया पुगेँ। किनभने मलाई एकदमै गाह्रो भइसकेको थियो। दुईटै घुँडा दुख्न थालिसकेको थियो र मिर्चयामा बास बसेर भोलिपल्ट इटरीसम्मको यात्रा गर्नुपर्ने थियो। मिर्चयाबाट इटरीसम्मको दूरी 130 किलोमिटरको रहेछ। तराईमा गर्मी पनि निकै बढिसकेको हुनाले मैले गाडीमै जाने निर्णय गरेँ। गाडीमा पनि लगभग 3-4 घण्टा लाग्दो रहेछ। यसरी दुःख सुख इटहरीसम्म आइपुग्यो। मेरो भिडियो हेरिदिनु भएकोमा धेरै धन्यवाद। लाइक, शेयर, कमेन्ट, सब्सक्राइब गरिदिनु होला। धन्यवाद। थ्याङ्क यू सो मच।